1972 চনৰ ৱাইল্ড লাইফ প্ৰটেকশ্যন এক্টৰ মতে যদি ৱাইল্ড লাইফত তেনেকে মানুহ সোমায় একো পাৰ্মিশ্যন নোলোৱাকে মেক্সিমাম 3 বছৰৰ পৰা প্ৰায় 7 বছৰৰ ভিতৰত জেল হয় গম পোৱা নাই। हेलो साथीहरु, आज हो आइतबार र म पनि घर जाम भनेर सोचेको, तर यो पानीले जान दिन्छ कि दिँदैन। अलिकति पानी रोकिने बित्तिकै म चाहिँ तात निक्ले। मेरो रुम थियो दरङ कलेजको छेउमा र दरङ कलेजबाट म परुवा चारली आए अनि यहाँबाट चाहिँ जानु पर्यो म अब आमबगानको लागि। अनि हजुरहरुलाई यो दुनुको चाहिँ नाम थाहा छ भने कमेन्ट गरिदिनु। रुमबाट निस्किने डेरीबाट मैले डाइरेक्ट बस पनि भेटिन, नभए मलाई लाउखासम्मको डाइरेक्ट बस भेट्थे। यो पानीले सब बिगाड्दियो, तर केही छैन, पुगिहाले लाउखा। अटो र टमटममा पनि कति उठ्नु। लाउखाबाट नि बगाबोक भन्ने जग्गासम्म टमटममा आए र यहाँबाट त तपाईलाई रास्ता थाहा नै छ होला। घर आइसकेको थिइनँ, साथीहरूले बोलाए खेल्नलाई क्रिकेट र म पनि चल्दिए। अनि यो भयो हाम्रो गाउँको अफ रोडिङ रास्ता। रोड त कहाँ हो र, खेताको माझा मजाबाट आइरहेको छु। कहाँ खेल्दैछन् भन्दै साइकलमा खोज्दै खोज्दै आएको र यहाँ खेल्दै रहन्। म पनि यहाँ जोइन हुनु पर्यो अब क्रिकेट। सबै गाउँमा एउटा न एउटा कोली त निक्लिहाल्छ। हाम्रो गाउँको कोली हो यो केटो, माने ऋतिक भाइ। तर यो बोल चाहिँ हगो है। सट्टा आइपिएलबाट 200-300 रुपियाँ जितेर हाम्रो दोकानमा आए। गरमी दिनमा अलिकति ठन्डा ठन्डा हुम भनेर। अनि यहाँनिर केटाहरू डिसाइड गर्दैछन् चाहिँ खाम कि ठन्डा ठन्डा नाम सुनेर बियर मनमा परिरह्यो होला। होइन होइन, हामीहरू स्प्राइट खान आँटेका बुढा सपरीका भद्र केटा हुँ नि त। हामीहरू जितेर चाहिँ 4 जना आएका थियौँ, तर हेर्दा हेर्दै यता हेर केटाहरू चाहिँ कति आइपुगे। स्प्राइटको गन्ध पनि टाढा टाढासम्म गएको र खाना साना खारा सबै थोक मिलाएर मेरो हातमा चाहिँ लाग्यो जितेको 15 रुपियाँ। एक बार जितेपछि फेरि जितौँ त लाग्छ नै। हामी नि जित्ने आशा लिएर फेरि खेल्न गयौँ, तर यसपालि खेल्न जाँदा 2 जना फरेस्टर आएर हामीलाई खेल्नलाई मना गरे, किनकि हामीहरू जुन चाहिँ ठाउँमा खेलिरहेको थियौँ त्यो फरेस्ट एरियामा पर्छ अरे। हामी पनि कहाँ मान्छौँ न, हामीहरू पनि फरेस्टलाई कम्प्लेन गर्न गयौँ। हुकुम दिसे जे यार तुम्हारे माना तुम्हारे बयान बाबा स्कुल फिल्टर खेला ना हम सारा जो बोल हामीहरू पनि हार त कहाँ मानिन्छ र, हामीहरू पनि यही जग्गामै खेलेर जाने भनेर सोचेर खेल्न लागि तेजपुरबाट चाहिँ घुर्नलाई घरमै आएको थिएँ। तर अहिलेसम्म घरमा बासै भएको छैन मेरो, किनकि राति पनि एउटा बिहा छ गाउँमा र बिहा खानलाई निक्ले। एक्लै होइन, मेरा ग्याङ पनि छ नेतापट्टि। अनि यो चाहिँ भयो बिहाको घर। बिहा त हुँदै गर्छ, हामीहरू चाहिँ आयौँ अङ्गनवादीमा अलिकति मस्ती गर्नलाई। अनि केटाहरूलाई नि यसमा घुरेर अवस्था यस्तो खालको भएको थियो, उभिन पनि नसक्ने। एकछिन मजाक मस्ती गरेर हामीले चाहिँ खाना आयो। अब हामीहरू पनि फ्रीको खाना ठुसेर घरतिर चल्दिन्छौँ। बाई बाई।